आज बाबु छोरीको यसो बिदाको दिन बाहिर निस्केको ल छोरीलाई घुमाउन है छोरी घुम्न हिँड्ने कि घुम्न जान लाग्यो बाबुसँग है ल हिँड ल बाबु छोरीको घुमाइ घुमघाम ए कहाँ चाहिँ अफ अन भन्छ ठिकै छ ल ल हिँड छोरा घाम भयो नि भन है म जाली लाइन्छु ल ल हेर बाबासँग घुम्न जाने आइतबारको दिन है टिटिट छिटा हो अहिले पर्समै राख न यसरी जाने आज 1 घन्टा जति सर बाहिर निस्केर हावा खाएर आउने हो आनन्द आउने है छुट्टै आनन्द आउने के फ्यामिलीसँग हिँड्दा ओ सानो मान्छेले घाम पऱ्यो यसो ओढाइदियो त बजार निस्क्यो तरकारीहरू किनमेलहरू गर्यो 1 हप्ताको लागि फेरि अर्को हप्ता निस्क्यो यस्तै छ है यहाँको चलन फ्रेस नि भइन्छ छोरी फ्रेस नि हुन्छ छोरीको आमा फ्रेस नि हुन्छ है आज मजाको घाम लाग्यो हावा चल्यो नि घाम मिठो छ कि है ल एकछिन साह्रै मिठो घाम लाग्यो है आज त मजा आयो धेरै पछि बाहिर निस्किनु छोरी क्यारी खान सानो मान्छे हेरिराखेको ओ भ्यूहरू हेर्नुहोस् हामी बस्ने ठाउँ यस्तो छ सानो सिटी हो सुनावासी चिबा बाहिर हेर्न मन पराउँछ सो यो त माथि डाँडातिर उभियौँ है आज अलि उताबाट हिँड्नु त सानो बाहिर निस्किन चाहिँ टाइम लाग्ने है बच्चा भएपछि त है
फ्याट्ट निस्क्यो भन्न नमिलिरहेछ है साथीहरू। के यसो कति जाम भन्यो भने त यसो 12 बजीतिर आउँछु भन्यो भने 1 बजीतिर भन्दा बेटर हुँदैछ कि लाग्ने रहेछ कि दुध खाउँ भन्यो के गरौँ भन्यो बच्चालाई गर्दा त टाइम लाग्ने त्यही भएर 1-2 घन्टा चाहिँ ढिलै भन्नुपर्ने रहेछ 12 बजी आइज भन्नु नि होइन 12 नै 1 बजीतिर आउँछु भन्नुपर्ने रहेछ अझ 1-1.5 घन्टा 2 घन्टै उता पछाडि भन्दा बेटर हुने रहेछ पहिला जस्तो अब 2 जना मात्रै थियो फ्याट्टफुट्ट खाना खायो कपडा लगायो हिँड्यो जस्तो नमिल्ने साथीहरू अहिले त अहिले त सानो मान्छेलाई को टाइमलाई मेन्टेन गरेर हिँड्नुपर्ने रमाइलो छ गाह्रो भन्दा नि होइन के गाह्रो हुनु रमाइलो छ आज छोरीलाई मम्मीको अफिस म आकिन अफिसमा यसो डकुमेन्ट लिन बोलाएको थियो त्यही भएर छोरीलाई लिएर मामुको अफिस हेर्ने रे छोरीले हाम्रो छोरीले है मामुको अफिस त्यहाँबाट सुरु भयो हस्पिटल हो यो माथिको सबै ठुलो हामीलाई भित्र पस्न दिन्छ कि दिन्न नभए बाबा छोरी बाहिरै बसौँला दिन्छ होला र केही छैन ल है अब ओइ मास्क लाउनुपर्छ है अफिसमा जान चाहिँ मम्मीको अफिसमा जानलाई छोरीलाई चाहिँ पर्दैन है छोरीलाई चाहिँ पर्दैन सुतिदिन् बिचरा अफिसै नहेरिकन यही हो है साथीहरू ठुलो छ यो छोरो ओ छोरो त बाबासँग बसेको आज ल बेबी कारमा बसिन छोरी बाहिर हेर्न पर्यो त्यही भएर के भन्छ यसलाई बेबी बेलमा ओहो जुल्फी छ फेरि छोरोको जुल्फी बेबी बेलमा बसेर हेर्न पर्ने बाहिर ओहो छोरो त जालबाट टाउको निकालेर कत्रो टाउको निकाल्यो